निखिल र विराज भनेको नेपाली चलचित्र इन्डस्ट्रीको एकदमै एक्सन स्टारहरू हुनुहुन्छ है। उहाँले एकसाथ थोरै मुभीमा काम गर्नुभएको छ। त्यही अन्तर्गत गएर पनि मैले अस्ति खलनायक मुभीको बारेमा भनेको थिएँ। आज अग्निज्वाला मुभीको बारेमा भन्नेछु। मेरो भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि मनपर्छ भने एक लाइक गरिदिनु होला। नमस्ते, मेरो नाम उज्जन शर्मा। सधैँका चाहिँ आज पनि एक फरक खालको भिडियो लिएर आएको छु। यदि सधैँ मेरो भिडियो हेरेर इन्जोय लिन चाहनुहुन्छ भने एक लाइक गरेर फलो गर्न पनि नभुल्नु होला। त्यसै गरी विराज भट्ट र निखिल उप्रेतीले एकसाथ काम नगरे पनि चलचित्रहरू थुप्रै खेल्नु भएको छ है। त्यही पनि अब एकसाथ खेलेको चलचित्र लिएर आएको छु, अग्निज्वाला भन्ने। यस मुभीमा कलाकारहरू विराज भट्ट, निखिल उप्रेती, रेजिना उप्रेती, अरुणिमा लम्साल, दिनेश शर्मा जस्ता कलाकारहरूले काम गर्नुभएको छ। एकदमै एक्सन, लभ स्टोरी अनि सस्पेन्स सबै एकदम बाल छ के यो चलचित्रको। हेर्न बस्ने हो भने कुनै बोर गर्दैन है यो निखिल उप्रेती र विराज भट्टको। योमा निखिल र विराजको एक्सन फाइटहरू एकदम छन् है। यदि हजुरहरूले हेर्नुभएको छैन, युट्युबमा छ है यो चलचित्र। नि एकदमै अनि भिलेन त्यो किजङ्गे जेलमा किजङ्गे रेलमा भन्ने भिलेनको त झन् पुरै छोडिदिउँ है। यस्तो खतरा छ है चलचित्र। यदि हजुरहरूले हेर्नुभएको छैन हेर्नु होला। एकदमै दामी छ है यो चलचित्र। मन छुन्छ के मन। अनि त्यसै गरी विराजको र निखिलको बेस्ट मुभी अन्तर्गत पर्छ है मेरो हिसाबले। मलाई धेरै मनपर्छ है यो मैले धेरै पहिलेदेखि हेर्दै आएको चलचित्र हो। अझै नि मलाई हेरिरहेको हुन्छु युट्युबमा गएर। यदि तपाईँहरूले हेर्नुभएको छैन गएर हेर्नु होला। अग्निज्वाला मुभी एकदम बेस्ट